यत्रो सुरक्षा निका न राजा जोगिन्छ न सिमाना जोगिन्छ न सिंहदरबार जोगिन्छ। हामीले कस्तो सुरक्षा निकाय बनाएर छौँ, कस्तो बनाएर छौँ। यत्रो घटना के एकै दिनको प्लानले भयो त तलदेखि माथिसम्म जले त? त्यति पनि थाहा नपाउने यस्ता नेतालाई नेता मान्दाखेरि देशको यो अवस्था भयो। यसलाई स्वीकार गर्ने कि नगर्ने, गर्ने कि नगर्ने? गुड मर्निङ, नमस्कार। भिडियो स्पेसल छ गाइज, सबैजनाले रिपोस्ट गर्दै जानुहोस्, भिडियो मस्त सेयर गर्दै जानु होला। अब हामी आम नेपाली जनताले, हामी 3 करोड नेपाली जनताले फेरि पनि एमाले काङ्ग्रेसलाई स्वीकार्यौँ भने नेपाल नेपाल रहँदैन। हेर्नुहोस्, नेपाल नेपाल रहँदैन। एमाले काङ्ग्रेसलाई देश र जनताको सरोकार छैन। एमाले काङ्ग्रेसलाई देश र जनताको सरोकार छैन। एमाले काङ्ग्रेसलाई त हेनी आऊ पैसा कमाऊ, जसरी हुन्छ सत्तामा जाऊ, मजासँग 7 पुस्ता पुग्ने गरी लुट, यति मात्रै जानेको छ एमाले काङ्ग्रेसले। हेर्नुहोस्, देश र जनताको बारेमा त एमाले काङ्ग्रेसले कहिले सोच्दैन। यदि सोच्थ्यो भने आज हाम्रो देश गरिब हुँदै जाँदैन थियो, देश भ्रष्टाचारमा डुब्दैन थियो, भ्रष्टाचारीहरू मौलाउँदै जान पाउँदैन थिए। उहाँ हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारी। आफ्नो उमेरभरि नै नेपाली काङ्ग्रेसमा समर्पित हुँदै आउनु भएको छ। उहाँ प्रश्न सोध्ने ठाउँमा होइन, उत्तर दिने ठाउँमा हुनुहुन्थ्यो। प्रश्न सोध्ने होइन, उत्तर दिने हो, जवाफ दिने हो नेपाली जनतालाई। नेपालको सुरक्षा निकाय उहाँहरूले नै बनाएको हो। उहाँहरूको माताहतमा छ नेपालको सुरक्षा निकाय। सिमाना मिचिँदा पनि उहाँ देशमै हुनुहुन्थ्यो, राजपरिवार मर्दा पनि उहाँ देशमै हुनुहुन्थ्यो, अनि अस्ति सिंहदरबार जल्दा पनि उहाँ देशमै हुनुहुन्थ्यो। किन जोगाउन सक्नु भएन त? तपाईँ त शक्तिशाली पार्टीको शक्तिशाली नेता हो नि, तपाईँलाई नेपाली जनताले धेरै मान्छन् नि, किन जोगाउन सक्नु भएन? सरकार तपाईँकै, गृहमन्त्री तपाईँकै जेनजी युवा पुस्तालाई गोली चलाउन आदेश किन दियो त? यसको जवाफ पनि चन्द्र भण्डारीले दिनुपर्छ। अनि आफ्ना सभापति शेरबहादुर देउवाको घरमा ट्याङ्की बनाएर, सुरुङ बनाएर पैसा राखेको आम नेपाली जनताले देखे नि, त्यसको आमदामीको स्रोत के हो त? त्यो पनि चन्द्र भण्डारीले उत्तर दिनुपर्छ। पानीमाथिको ओबानो बन्न पाइँदैन। देशले खरबौँको क्षति बेहोरेको छ, यसको जिम्मा त सरकारमा बस्ने एमाले काङ्ग्रेसले लिने पर्दैन। अब पनि हामी आम नेपाली जनताले एमाले काङ्ग्रेसलाई विश्वास गर्ने हो भने एक दिन नेपाल नेपाल रहँदैन। हेर्नुहोस्, रहँदैन नेपाल। इन्डियाले खान्छ कि चाइनाले खान्छ, कसले खान्छ?